हेलो हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। तपाईँहरूलाई स्वागत छ है मेरो ब्लगमा। आज हेर्नुहोस् है, 25 अनुसार दोस्रो शुक्रबारको चाहिँ मौसम चाहिँ एकदम सुहाना सुहाना छ। हेर्नुहोस् त कस्तो राम्रो मौसम छ। आजको दिन कस्तो रह्यो तपाईँहरूको कमेन्ट गर्नुहोस् है। अब के गर्नु, फेसबुकमा मोनेटाइज गरेपछि दिनको भिडियो लाउनुपर्छ साथीहरू। त्यही भएर म चाहिँ दिनको भिडियो लगाइरहेको हुन्छ। तपाईँहरूले लाइक कमेन्ट गरिदिनु होला साथीहरू। आजको मौसम हेर्नु न कस्तो एकदम गुड छ। 7 बजिसक्यो, मौसम एकदम दामी छ। तपाईँहरूकोतिर कस्तो छ मौसम कमेन्ट गर्नु होला है। अनि एउटा नक्कली आउँदै रहेछ कमेन्ट गर्नु है एकदम। ब्लग बनाउँदै हुँदैन भन्दा राम्रो नआइदिनु भिडियोमा आउनु चाहिँ मन लाग्दैन अरे, के गर्नु। अब बुढी भयो, भिडियो बनाउने बुढा, भिडियोमा आउनु मन नगर्ने साथीहरू यस्तै छ है मेरो। तुम मेरे साथ कभी खुश नहीं रह पाओगे, तुम्हारा सपना अधूरा रह जाएगा। तुम मुझे छोड़ दो। मेरे सारे वादे रह गए आधे, है कसूर क्या, है कसूर क्या। भिडियो लाएर नभनिदिनु होला साथीहरू। फेसबुकमा मोनेटाइज गरेपछि नि दिनको भिडियो लाउनुपर्छ नि त। त्यही भएर अनि तपाईँले यसो लाइक कमेन्ट सेयर नगरे पनि लाइक कमेन्ट गरिदिनु होला साथीहरू। के कस्तो छ प्रतिक्रिया दिनु होला। काम मिस्टेकहरू भइरहेको छ भने भनिदिनु होला। अनि त्यही भन्न चाहन्छु तपाईँहरूलाई। अब मेरो भिडियो दिनको हेर्दाखेरि भिडियो तपाईँहरूलाई अब अल्छी लाग्छ होला। नहेरे पनि यसो लाइक कमेन्ट चाहिँ गरिदिनुहोस् है साथीहरू। म यही भन्न लागेको। अब खाना बनाउने टाइम पनि भइसक्यो। हाम्रोतिर त पानी परेर होला, एकदम शीतल क्या। हेर्नुहोस् न, एकदम आनन्द फिल भइरहेको हुन्छ। स्वर्ग यहीँ हो, स्वर्ग हेर्नु मन छ नि यहीँ। स्वर्ग यस्तो दामी मौसम भएको छ। पानी पऱ्यो भने चाहिँ हाम्रोतिर एकदम मौसम चाहिँ दामी हुन्छ क्या। अनि एउटा काली भैँसी पनि छ है साथीहरू। काली भैँसी चाहिँ हाम्रो छिमेकीको हो, यहाँ छिमेकीको हो। हाम्रो त छैन केही पनि, खान्छ कि क्या हो। अनि यो एकदम सुन्दर मौसममा म पनि यहाँ तपाईँहरूको माझमा आएको छु भिडियो बनाउँदै। भिडियो त एकदम लामो भए जस्तो छ। तपाईँहरूले हेरिदिनु सक्नुहुनेछ। कमेन्ट गरिदिनु होला साथीहरू। कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला। हस्, धन्यवाद सबैजनालाई। मेरो भिडियो हेरिदिनु हुने सम्पूर्ण मेरो फेसबुक युट्युबमा जति पनि हुनुहुन्छ सबैजनालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। किनभने मेरो भिडियोहरू अब नराम्रो भए तापनि हेरिदिनुहुन्छ, लाइक कमेन्ट गरिदिनुहुन्छ। तपाईँहरूलाई धेरै 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 मेरो हृदयबाट नै धेरै धेरै धन्यवाद दिन चाहन्छु है सबैजनालाई। ओके, बाई बाई। अब नेक्स्ट भिडियो भोलि भेटौँ ल है। ओके, बाई।